कश्मीरमा भएको आतंकवादी हमलालाई लिएर तनाव बढिरहँदा भारत र पाकिस्तानले आफ्नो राष्ट्रिय सुरक्षा हेर्ने निकायमा परिवर्तन गरेका छन्। पाकिस्तानले आईएसआईका महानिर्देशक लेफ्टिनेन्ट जनरल मोहम्मद असिम मलिकलाई राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको हो। पाकिस्तानले पहिलो पटक आईएसआई प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकारको पद एकैपटक एकै व्यक्तिलाई दिएको हो। मलिकले अक्टोबर 2024 मा आईएसआई प्रमुखको जिम्मेवारी सम्हालेका थिए। आईएसआई पाकिस्तानको प्रमुख गुप्तचर निकाय हो। यसअघि पाकिस्तानको राष्ट्रिय सुरक्षा सल्लाहकारको पद 2 वर्षसम्म खाली थियो। यस्तै भारतले पनि बुधबार राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डमा परिवर्तन गरेको छ। भारतले बोर्डको प्रमुखमा रहेका पूर्व प्रमुख आलोक जोशीलाई नियुक्त गरेको छ। बोर्डका सदस्यहरूमा पूर्व एयर मार्शल पीएम सिन्हा, पूर्व लेफ्टिनेन्ट जनरल एके सिंह र पूर्व रियर एडमिरल मोन्टी खन्ना छन्। यस्तै पूर्व प्रहरी अधिकारीहरू राजीव रञ्जन वर्मा, मनमोहन सिंह तथा विदेश सेवाका पूर्व अधिकारी बी वेंकटेश वर्मा पनि नियुक्त भएका छन्। यो बोर्ड सरकारभन्दा बाहिर रहेका प्रभावशाली व्यक्तिहरूको सल्लाहकार समिति हो, जसले राष्ट्रिय सुरक्षा परिषदलाई दीर्घकालीन विश्लेषण, सुझाव तथा नीतिगत विकल्पहरूका बारेमा सल्लाह दिन्छ। अप्रिल 22 मा भारत शासित कश्मीरको पहलगाममा आतंकवादी आक्रमणमा परि 26 जना सर्वसाधारण मारिएपछि यी दुई आणविक छिमेकीहरू सैन्य मुठभेडको संघारमा पुगेका छन्। भारतले सो हमलामा पाकिस्तानको हात भएको आरोप लगाएको छ। पाकिस्तानले भने यसमा आफ्नो हात नरहेको दावी गर्दै आएको छ। दुई मुलुकबीच तनाव चर्किरहँदा पाकिस्तानी अधिकारीहरूले भारतले 2019 र 2016 मा जस्तै इस्लामाबाद विरुद्ध सैन्य कारबाही गर्ने सूचना प्राप्त भएको दावी गर्दै आएका छन्। यसबीच परमाणु सम्पन्न दुई देशबीच ठूलै युद्ध हुने हो कि भन्ने चिन्ता बढेको छ। यो चिन्ताका बीच विश्व समुदायले नै आपसमा संयमता अपनाउन अपील गरिरहेका छन्। विश्लेषक